गाइस, वेलकम छ माई भिडियोमा। सबैजना सन्चै हुनुहुन्छ होला, म पनि सन्चै छु। सबैजना सन्चै हुनुहुन्छ होला। अनि आज चाहिँ मैले के गर्छु भनेर देखाउँछु डिस्प्लेमा। जस्तै हाम्रो घरमा लाइन पनि छैन। अनि अहिले चाहिँ बिहान मैले पानी खाँदैछु। अब के गर्छौँ देखाउँछु। अनि मिल्यो भने त देखाउँछु, नमिल्यो भने त त्यस्तै हुन्छ। अनि मेरो भिडियोलाई माया गरिदिनु, साथ सपोर्ट गरिदिनु, सेयर गरिदिनु, लाइक गरिदिनु, माया गरिदिनु सबैजनाले है। अनि आज चाहिँ के हुन्छ मैले देखाउँछु। अब हामीले चाहिँ पानी खान्छौँ, पानी खाएर अनि भिडियो गर्नुला। गाइस, हामी चाहिँ नास्ता खाएर बेलुका हिँड्छौँ तल। यहाँ चाहिँ यो रोडबाट मास्तिर जाने भने हाम्रो घर पुगिन्छ भन्ने के यो रोड चिन्नुभयो होला धेरै जसोले। र गाइस, हामी चाहिँ त्यही खेतमा, हाम्रो बिउ भएको खेतमा पुग्नलाई गाइस उयो यति भएको चाहिँ हो, त्यही बिउ काटेर जाने हो। अब हामी बिउ काटेर घर जान्छौँ अनि के गर्छौँ। पानी पर्छ कि पर्दैन यो कागज राख्नु पऱ्यो। कागज चाहिँ यसलाई मेरो मोबाइल भिज्यो भने क्यामेरा लगाउनु पऱ्यो। अब यो हामीले एकैछिनमा सखा पारिदिन्छौँ गाइस। अनि फेरि भिडियो गरौँला। अहिले एकैछिन हेर्नुहोस् ल बिउ कसरी काट्यो भने। जाँदैन तर यो गाइस बिउ काट्ने नजानेको मान्छेलाई ल गाइस, अब चाहिँ हामी घर जाँदाखेरि देखाउँछु। यस्तै मोबाइल उस गरेर त कति बेला सकिने हो र। ल गाइस, यो यस्तो सखा पासेको देखाउँछु ल गाइस, हामी चाहिँ फिनिस्ड गऱ्यौँ। हेर्न सक्नुहुन्छ यहाँ चाहिँ यो खेतका मान्छेहरू जोत्न आइसके। अहिले माथि गएर भिडियो गराउँछु ल मैले। माथि पुरा मानेर ल गाइस, हामी चाहिँ यता आइसक्यौँ। अनि चाहिँ यो चाहिँ यो कुलानीको मन्दिर हो। आपको बुटो छ। हामी यहाँ पहिला कति आप खाना आउँथ्यौँ कुलानीमा मान्छे आए। ल गाइस, हामी चाहिँ माथि हिँड्दैछौँ। यहाँ एउटा दाइले फेरि कता गएर आएको थियो। अनि यहाँ खेत आएको थियो होइन अन्त देखाएको नि त नि थाहा होइन। त्यही हो गाइस, कागज लिएर गएको पानी एकबारले हिजो कागज नलिकन गएको मजाले पानी पऱ्यो। खेतमा पानी बन्द गर्न जाँदा त्यही हो गाइस, यस्तै छ संसारमा। यहाँ आउँदैछु पछाडिबाट। गाइस, अब चाहिँ मैले बोकेर जाने पारी आयो। तर यो लास्टै गरौँ चले नहँगै बाँचिने हो कि भन्नु पर्ने कि राम। त्यो दुइटा मेरो नङ छ, त्यो बर्बाद हुन्छ मेरो। अन्त क्यामेरा समात्न त अहिले यस्तै उल्टो आउँछ अहिले तैँले उल्टै समात्छस् त नि। गाइजहरूले बोक्दैछु यो यसले बेरेर अनि ठ्याक्क यस्तो कहाँ जानु ल। त्यो कपडा नपार्ने हिसाबले खै यो तलको सुरुवालले यी तलको सुरुवाल पनि लिएर गइकियो आज।
कति राम्रो पानी परेको राम्रो भएमा देखाइदिन्छु तँलाई चाहिँ देखाइछु हो गुड ल अगाडि हिँडी म पनि हिँडेँ क्यामेरा त खै कस्तो रहेछ म जाने सुरु कान पछि माथि गएपछि भने गाई हामी घर पुग्यौँ ल ल गाई हामी चाहिँ घर आयौँ यहाँ यो मेरो घर गाई आज दिउँसोभरि के हुन्छ मैले देखाउँदै जान्छु अनि चाहिँ हेर्दै गर्नु होला मेरो भिडियो गाइज ल गाइज अब चाहिँ हामी थामबाट हिँडेको तर मलाई देखेर अनि ब्लग लगाउँदै हिँडेको अनि थामबाट हामी चाहिँ आमालाई चुरा किन्नु हिँडेको अब चुरा के किनिन्छ अब हेरौँ ओ मेरो गोजिया पैसा किन्ने यो मोबाइल त्यही हो गाइज बाटो यस्तो छ यी भाइ बहिनीहरू हिँडेछन् मेरो बजीको चाहिँ लाएर हेलो गाइज त्यही हो यसले भन्नु जाने कि त्यही हेलो मात्रै हो अरू केही भन्दैन यस्तो भिडियोमा यस्तो हुन्छ नि त्यही हो गाइज अब चाहिँ हामी रोडमा हिँड्न लाग्यो आज फर्स्ट टाइम आफैले लेख्ने लगाएको के थाहा छैन ल गाइज हामी चाहिँ रोडमा आयौँ दुईटा छाता छ गाइज मसित चाहिँ खासमा चाहिँ हामी थामपाटा मोबाइल चार्ज गर्न हिँडेको मेरो मोबाइलमा चार्ज छैन हाम्रो त्यो लाइन पनि आएन त्यही भएर गाइज खासमा हिँडेको पागलहरू फेरि बतुरा चाहिँ नि बतुराउँदै हिँड्छन् सब आफ्नै तलमा छन् म आफ्नै तलमा छु सेम छौँ भन्ने अरे गाइजहरू कपाल काटा हेर्नु लेख्नु हेर्नु भन्ने अरे हेर्न सक्नुहुन्छ बाटो यस्तो छ पानी परिरहेको छ जतिखेर पनि पागलहरू आउन लाग्यौँ यिनीहरूले भ्लग गराउँदै भिडियो गराउँदै हिँडै गरेर ढिलो भयो अनि म चाहिँ कपाल खाएर यिनीहरू टाढा हाम्रो भिडियो बनाउँदै हिँडेछन् सबैले आफ्नो फोन लिएर हिँडेछन् अनि सबैले हामीलाई हेर्दै हिँड्नुहुन्छ त्यही गाइड देखले नि गाइड चाहिँ मैले चाहिँ अब त्यहाँ मोबाइल चार्जर राख्छु अनि गरिन्छ फर्किँदैछ हाम्रो सामान ल्यायौँ बहिनी चाहिँ यसपालि सामान लिएर बोकेर हिँड्ने खोपीको छातै गोत्रा मान्छे गोत्रा छ म पनि यसरी हिँड्छु अब यहाँ छातामा अडिनु जस्तो सम्भावना देख्दिनँ अहिले रुजियो भने त ओढ्छु अहिले यस्तो रुजियो होइन त्यहाँबाट यहाँ मोबाइल त त्यहाँ म देखेछु होला कि होइन गाइज देखिनु भयो तपाईँ गोविन्द पनि मैले चाहिँ यति चुराहरू किनेर आएन हामी अलिक तलपट्टि गएर अनि फोन चार्ज भयो 100% मेरो अब लाइन आउँछ भने थियो के अरे अब लाइन आउँछ मेरो त साथ भयो भ्याइयो अब भिडियो एडिट गरेर राख्न पर्यो अनि त्यही हो तिमीले छाता अलि माथि गर नि मेरो मोबाइलमै ढाकिदेऊ के अघि ढाकेको थियो के अनि त्यही हो गाइस मेरो हातै दुखिसक्यो अब मलाई नि ओडाउँछ जस्तो अहिले ओडाउँ न ल मोबाइल नरुचे भयो के हरिबिचक हुन्छ यो त ए यस्तो गर्न पर्ने हो कि पूजा अझै एउटा त्यो उस मागेर त्यसो हाल्न पर्ने रहेछ क्या कार्टुन यो चुरा फेरि कार्टुन हाल्न पनि मिलेन यो तेल फेरि त्यहाँ हटाएन मेरो हातै दुख्यो भाइ हो त्यहाँ मिलाएर राख्ने हो र मैले बोकम लाने त बोक्नु के भयो अलि छिटो नै हिजोको चाहिँ 50 हुन सकिन्छ हिजो खेता जाँदा यस्तो 50 भएको
हेर्न सक्नुहुन्छ यतापट्टि सबै उस भइसक्यो के अरे धान रोपिसक्यो धान पनि हरियो भइसक्यो यस्तो है दुइटै हिँड्याछन् त गोविन्द पनि हिँडिरह भाइ यस्तो छ यस्तै छ हालत खराब यसको ब्याकग्राउन्डमा देखा होला नि यसको छाता हेर म यो मोबाइल क्यामेरा भित्र यसको छाता हेर पैसा गरी होइन कि यहाँ पैसा यहाँ खस्नु भयो ओ रोक त मेरो मोबाइल भिज्यो के अलि माथि राख्न त्यो यस्तो यस्तो गर्न यस्तो गर्छ कस्तो पेन त तल झरिहाल्छ गाइस झऱ्यो त्यही हो अब चाहिँ घरै गसी देखाउनु पर्यो पानी ठुलो पर्नलाई ए रोड जति पानीले उस भइसक्यो चिसो भइसक्यो उता मान्छे आयो पहिला पहिला यो आप कति खान्थ्यो गाइस मैले भिडियो अफ गरेँ गाइस हेर्न सक्नुहुन्छ मलाई म बिचमा आउँछ यसको यस्तो बेस्ट छ कि बेस्ट भन्दा नि बेस्ट छ हेरे गाइस कैसे लोग रहते हैं यो चाहिँ हामी पहिला यो चाहिँ हो यहाँ माथि देखिएको स्कुल चाहिँ हामी पहिला पढेको स्कुल हो खाइन डाँडा भन्छ स्कुलको नाम चाहिँ धेरै नबोल त ल गाइज मलाई चाहिँ अब घर गएपछि भिडियो गराउनु चाहिँ पानी पर्यो म रुज्ने भयो ल गाइज घर गएपछि देखाउँ न ल गाइज अब चाहिँ अलि मैले यो क्यामेरासम्म त्यस्तो त्यहाँदेखि चाहिँ मैले बोकिसकेँ यो सामान अनि त बहिनीहरू अगाडि गए बहिनी र त्यो ठुलो छातावाला भयो कहाँ पुगे हो ती गाइज अब हामी चाहिँ यस्तै हिँडिराखौँ यस्तै बोकेर गाइज घर घाँसी देखाउँछु सामान गरौँ जस्तो अनि चाहिँ यो गाइज आजको भ्लग चाहिँ यतिमै इन्ड गर्छु थ्याङ्क यू फर वाचिङ भिडियो बाई बाई गाइज लभ यू